Hi everyone, welcome to my YouTube video. First video. यो चाहिँ म चाहिँ फर्स्ट टाइम बनाउँदैछु युट्युबको लागि चाहिँ। हामी चाहिँ दसैँ मनाएर पनि घुम्न जान लागेको। सबैजनालाई ह्यापी दसैँ, दसैँको धेरै धेरै शुभकामना। सम्पूर्ण आफन्तजन इष्टमित्र तथा साथीभाइहरूलाई चाहिँ सबैलाई चाहिँ ह्यापी दसैँ भन्न चाहे। यहाँ मान्छेहरूको पारा यसरी रमाइरहेका छन्। कसैलाई एलर्जी यस्तो हुन्छ कि अरूको फोटो खिच्नै हुन्न कि यस्ता मान्छे छन् कि एलर्जी हुने टाइपका। हाम्रो छोरीलाई एलर्जी छ कि एलर्जी, अरूको फोटो देख्नै हुन्न कि आफ्नो मोबाइलमा एलर्जी। यहाँ हेर न पोज यसरी दिनुपर्छ है गाइजहरू, यसरी यताबाट सिक्नुपर्छ पोज कसरी दिनुपर्छ भनेर। यहाँ आफ्नै पारामा, यता आफ्नै पारामा। यहाँ हेर न यहाँ कस्तो पारा छ, यहाँ आफ्नै पारामा। ल त्यसको डोपटा खाए। ए सबभन्दा छोरी नराम्री हाम्री, के देख्नमा रूपकी राम्री तर बानी कि नराम्री हाम्री कलधरी छोरी। यहाँ हेर न रिस। हेलो साथीहरू, रिसको औषधि केही छ भने कृपया कमेन्ट गरिदिनु होला। हाम्रो छोरीलाई चाहिँ रिसको औषधि खुवाउनु पर्यो कि एकदमै रिस आएर उहाँ आएर तपाईँहरू हेर्न सक्नुहुन्छ। रिसको त पुरा फायरिङ हो कि, रिसको त एकदमै पोको मान्छे। रिसको औषधि के हुन्छ कृपया कमेन्ट गर्नु होला। घर जान लाग्यो, घुमिसकेको सबैजनालाई बाई बाई, थ्याङ्क यू।